र दिननाथ दाईले अन्त्यमा चाहिँ धेरै एउटा कानुन नै बनाएर समाधान गर्नुपर्ने विषय बताउनुभयो। के भन्दाखेरि अहिले हाम्रो काम गर्नको लागि विकास निर्माण गर्नको लागि चाहिँ 4वटा तहहरू बनाएको छ। मुख्य रूपमा 3वटा तह हो, तर काम गर्ने एउटा यो वडादेखि लिएर तपाईँले हेर्दाखेरि चाहिँ कसले काम गर्छ त भन्दाखेरि एउटा केन्द्र सरकारले काम गर्छ, एउटा प्रदेशले काम गर्छ, एउटा पालिकाले काम गर्छ र अर्को वडाले काम गर्छ। कामको अलिकति चाहिँ कुन काम कसले गर्ने भन्ने कुरा पनि अलिकति संविधानले भनेको छ। त्यो भनेको के हो भन्दाखेरि चाहिँ ठुला कामहरू केन्द्रले गर्ने, त्योभन्दा अलि सानो कामहरू मझौला टाइपको कामहरू प्रदेश सरकारले गर्ने र अलि त्योभन्दा सानो कामहरू पालिकाले गर्ने, त्योभन्दा पनि ठ्याक्कै जनस्तरसँग जोडिएका कामहरू चाहिँ वडाले गर्ने भनेर काम गर्ने जिम्मेवारी तोकेको छ। अब एउटा सांसदले के गर्नुपर्छ भन्दाखेरि चाहिँ सांसदको काम भनेको नीति बनाउने पनि हो, सांसदको काम कानुन बनाउने पनि हो, सांसदको काम कार्यक्रम बनाउने पनि हो। अब कसैले के भन्छन् भन्दाखेरि सांसद भनेको त नीति बनाउने हो, यिनी सानोतिना कुरा गरेर कहाँ हिँड्ने हो र यिनी बाटोघाटो विकास निर्माणको काम कहाँ गर्ने हो भन्ने पनि कहिलेकाहीँ हामीले सुन्न पाइन्छ। तर संसारभरिको सांसदले चाहिँ नि यो 3वटा काम चाहिँ नि सांसदले गर्नुपर्ने हुन्छ। नीति बनाउने, कार्यक्रम बनाउने, कानुन बनाउने काम गर्ने हो। कार्यक्रम बनाउने भनिसकेपछि यिनी विकास निर्माणको कामसँग पनि सांसद जोडिन्छ। त्यसो भएको हुनाले हामीले यी सबै काम गर्नुपर्ने हुन्छ र काम गर्दाखेरि सांसदले चाहिँ यो 4वटै तह भने नि मैले वडादेखि केन्द्रसम्मको यो 4वटा तहलाई हामीले समन्वय गरेर अनि काम गर्नुपर्ने हुन्छ। कुन काम कसले गर्ने भन्ने कुरा हुन्छ हैन। त्यसमा एउटा सांसद, केन्द्रीय सांसद, जस्तो म अहिले सांसदको उम्मेदवार छु, भोलि तपाईहरुले भोट हालेर जिताएपछि म ठ्याक्कै 22 गते 21 गते त सांसद भइहालिन्छ हैन। सांसद भइसकेपछि यो सबैलाई समन्वय गर्नु पर्यो। समस्या सबै यहाँ सानोदेखि ठुलोसम्म सबै टिपियो नि त हैन। त्यसो भइसकेपछि यी सबै समस्याहरू बिजुलीको कालो तार भनेर भनियो नि त, बिजुलीको कालो तार को व्यवस्था पनि यहाँ गर्नु पर्यो। अब यसो हेर्दाखेरि त ठुलो सांसद, केन्द्रको सांसदले यहाँ आएर बिजुलीको कालो तारको काम के भन्ने कुरा पनि आउन सक्छ। तर हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ जनतालाई त जनता अब त्यहाँ वडामा जाँदाखेरि नभएर होला सुनाउनु त सुनाइरहनु भयो होला नि त, काम त सुनाइरहनु भएको छ यहाँ समस्याहरू, पालिकाले पनि नसुनेको होला हैन। अनि अरू सांसदले पनि सुन्न नभ्याउनु भयो होला। अब यहाँ हाम्रै सांसदले हामीले नै जित्याएको छ नि त। भनेको यहाँको अभिभावक पनि हुनु पर्यो हैन, साथी जस्तो पनि हुनु पर्यो, अभिभावक जस्तो पनि हुनु पर्यो, नेता जस्तो पनि हुनु पर्यो। यसको अब यसरी चाहिँ नि अब भूमिका निर्वाह गर्नुपर्ने हुन्छ र त्यो अभिभावकीय भूमिका, त्यो नेतृत्वदायी भूमिका खेल्दाखेरि त्यहाँ भनेर त्यो वडालाई भन्ने हो कि या विद्युत प्राधिकरणको हाकिमलाई भन्ने हो कि कसलाई भनेर हो, यो समस्या त समाधान हुनु पर्यो नि। सानो देखिँदाखेरि सानो देखिए पनि जनतालाई त मर्का पर्यो। त्यस कारणले गर्दाखेरि यस्तो सानो कुरामा पनि ध्यान दिनुपर्छ भन्न खोजेको मैले। त्यसो भए यो खालको समन्वयकारी भूमिका हुन्छ, सांसदको भूमिका खेल्नुपर्ने हुन्छ। अब हाम्रो देश चाहिँ नि हाम्रो नेपाल देश हो, यहाँ चाहिँ नि एकदमै एउटा असचेत, एउटा चाहिँ नि गरिब विपन्न त्यस्तो जनताको बसोबास छ नि त यहाँ। त्यसो भएको हुनाले हामी जहाँ छौँ त्यहीँबाट अगाडि बढ्नु पर्यो। अब हामी चाहिँ ठुल्ठुलो कुरा गरेर यिनी साना कुराहरू कहाँ गर्ने हो, यिनी साना कुराहरू गरिन्न। हामी त ठुल्ठुलो कुरा गर्ने हो नि, ठुल्ठुलो काम गर्ने हो, ठुल्ठुलो कुरा गर्ने हो भनेर भन्यो, ठुलो काम पनि नगर्ने, सानो काम पनि नगर्ने, हेर्नुहोस् है। अनि त्यसपछि गएर जनता सधैँभरि पीडामा रहने, दुःखमा रहने स्थिति बन्छ। त्यसो भएर हामी चाहिँ हाम्रो जस्तो देशको सांसदले तिनी सानो त्यो जनताले उठाएका हरेक कुराहरूलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्ने, समन्वय गरेर समाधानमा लाग्नुपर्छ। समस्या डिप्टी बेल भन्नुभयो, ठ्याक्क चाहिँ नि सतह सिँचाइबाट नहुने भयो, प्राविधिक लिएर आएर जाँच पडताल गरियो। अब चाहिँ सतह सिँचाइबाट नदीबाट चाहिँ सिँचाइ गर्ने यहाँ त्यो नहुने भयो, एउटा डिप्टी बेल चाहियो भनेर भन्नुभयो। यो डिप्टी बेलको व्यवस्थापन गरिनेछ।
अब मैले भने अब यसमा अहिले म सांसद छैन, अब सांसद नहुँदाखेरि अहिले चाहिँ मैले अब पहल गर्छु भन्नुपर्छ। तर म यस पछाडि मैले तपाईँहरूलाई के भन्छु भने तपाईँहरूले एउटा भलिबल ग्राउन्ड यो 3 कुनेमा चाहिँ भलिबल ग्राउन्ड चाहियो भनेर भन्नुभयो, एउटा फुटबल ग्राउन्डको कुरा गर्नुभएको छ, अर्को कोठी तालको कुरा गर्नुभएको छ, अर्को चाहिँ एउटा बिच लाइन सडकको कुरा गर्नुभयो, अनि बच्चाको लागि एउटा पार्कको कुरा गर्नुभयो होइन, अनि अर्को चाहिँ यो वनमा जाने बाटो बन्द भयो, यो बन्द चाहिँ गरियो, यो बाटो चाहिँ यो असुविधा भयो, यहाँ बाटो त खोल्न पर्यो, यहाँ पहिलादेखि सेक्युरिटीको कुरा आउँदाखेरि होइन। अनि त्यसपछि अर्को कुरा चाहिँ यो महिलाहरूको लागि उद्यमशीलता र उद्योगको कुरा आयो यहाँनिर होइन। त्यसपछि एउटा ट्रस्टको कुरा आयो, यो सेटको कुरा होइन, एउटा सेट भयो भने मिटिङ गर्न हामीलाई सजिलो हुन्थ्यो भन्ने कुरा चाहिँ राख्नुभयो। अर्को बाँदर निलगाई गाईका कुराहरू आयो, यो ठाउँमा चाहिँ अब हामी कहाँ निलगाई पनि छ, यो क्षेत्रमा निलगाई छ, ठ्याक्कै यहाँ मैले नोट गरेँ। यी समस्याहरू समाधान गर्नको लागि म लाग्नेछु। अनि म चाहिँ सांसद भइसकेपछि फेरि तपाईँहरूको बिचमा आउनेछु, त्यति बेला एउटा शक्ति जस्तो म अहिले पनि अब हुन त अब उम्मेदवार भइयो होइन, अब अहिले चाहिँ मैले यो गर्छु त्यो गर्छु भन्दाखेरि चाहिँ त्यो अलिकति असहज जस्तो म आफैलाई पनि महसुस हुने। अब यो अहिले प्रदेशले गर्ने कि अब पालिकाले के गर्छ होइन, कतिको गर्ने गरेको छ त्यो म पालिकाको त्यति अहिले छलफल गर्छु र यी समस्याहरूलाई समाधान गर्नको लागि हामी लाग्छौँ। अब यहाँ के छ भन्दाखेरि मेरो उम्मेदवारी भनेको चाहिँ नि 3टा कुराको लागि मेरो उम्मेदवारी छ। यहाँ एउटा विकासको लागि छ, विकास भनेको चाहिँ मैले एकदमै एक्स्ट्रा म चाहिँ एकदमै यहाँ यत्तिकै विकास गर्छु भन्ने मैले त्यो कुरा होइन होइन। तर एउटा कुरा के हो भने लुम्बिनीसँग नजोडिकन यो ठाउँको हामीले ठुलो विकास गर्न सकिन्न। यो ठाउँलाई लुम्बिनीसँग जोडियो भने बुद्धसँग जोड्न पर्यो, हामीले बुद्धसँग जोडिसकेपछि यो ठाउँको विकास गर्न सकिन्छ। अब यो क्षेत्र भनेको लुम्बिनी क्षेत्र हो, यो 5 नम्बर क्षेत्र, यसको नामै लुम्बिनी क्षेत्र राख्ने हो। अनि यो लुम्बिनी क्षेत्र भएको हुनाले हामीले चाहिँ जस्तो नेपाल सरकारले के गर्यो भन्दाखेरि 7 अरब एकैचोटि त्यहाँ भित्रको मास्टर प्लान कम्प्लिट गर्नलाई 7 अरब पैसा बजेट विनियोजन गर्यो नेपाल सरकारले। त्यहाँ भित्रको मायादेवी मन्दिर वरिपरिको शान्तिद्वीप वरिपरिको विकास गर्नको लागि चाहिँ त्यति पैसा लगानी गर्यो। अब त्यसले पुगेन, त्यसले हुँदैन। त्यहाँ लुम्बिनी भित्रको विकास भनेको चाहिँ त्यो 4 दिवार भित्रको विकास मात्रै होइन, त्यो गरेर हामीले टुरिज्म यो पर्यटन विकास गर्न सकिन्न। पर्यटन विकास भनेको के हो भन्दाखेरि त्यो भित्रको विकास गरौँ ठिकै छ, तर त्योभन्दा बाहिरको बस्ती विकासको आवश्यकता छ। यहाँनिर बाहिर नसिगारिकन नि, बाहिर भनेको अनुहार हो, भित्र भनेको त मुटु कलेजो मान्दिउँ कि हामीले होइन। लुम्बिनीको भित्री विकास भनेको त मुटु कलेजोलाई स्वस्थ राख्ने कुरा हो, तर ओरिजिनल्ली बाहिरको चाहिँ त्यो अनुहार, यो बस्ती भनेको चाहिँ अनुहार हो। जनताको अनुहारमा अनुहार चाहिँ उज्यालो हुनु पऱ्यो कि होइन। यो कपडा लगाइयो नि त होइन, यो कपडा ट्याक्क लगाइयो तर चाहिँ अब अनुहार चाहिँ निन्याउरो भयो, अनुहार अँध्यारो भयो भने खास यसको मतलब छैन क्या। ठ्याक पार्न खोजिया छ नेपाल सरकारको अहिलेसम्मको पोलिसी। हेर्नुहोस् है, अनुहार अँध्यारो भइदियो, त्यस कारणले गर्दाखेरि यो लुम्बिनीको विकास हुन्न। यहाँ कोही टुरिस्ट आउनेवाला छैन, अलिअलि आउँछ धार्मिक उद्देश्यले, तर यहाँ खास टुरिस्ट भन्ने हुन्छ नि, टुरिस्टहरू चाहिँ सबै आनन्द लिनको लागि आउने हो, मजा लिनको लागि आउने हो क्या, सुखको लागि आउने हो। हेर्नु हामी पनि घुम्न कहाँ गइन्छ भन्दाखेरि घुम्न पोखरा गइन्छ, हामी उता इलाम गइएला, त्यो भनेको के भने राम्रो खोज्दै हिँडेको हो क्या। टुरिस्ट भनेको त आनन्द खोज्न राम्रो खोज्न हिँड्छ। यहाँ दुःख हेर्न, हाम्रो दुःख हेर्न को आइदिन्छ? यहाँ हाम्रो अगतिलो बाटो गतिलो पनि छैन, खाना पनि छैन, खाने बस्ने राम्रो प्रबन्ध पनि छैन। राम्रो छैन भने चाहिँ किन आउनु पऱ्यो? यहाँ आउँदैन नि त, हामी पनि गइँदैन, उनीहरू पनि आउँदैन। त्यस कारणले यहाँ टुरिज्म विकास भन्छ नि, पर्यटनको विकास गर्ने हो भने यो हाम्रो ठाउँलाई सुन्दर बनाउनै पर्यो। अब यो ताल भन्नुभयो नि तपाईँहरूले, कोठी ताल होइन, यो ताल भन्नुभयो। अब यो ताल लुम्बिनीसँग जोडिसकेपछि मात्रै यो राम्रो हुन्छ। हेर्नु नभए हामी लटोपटो त बनाउँला, तर लुम्बिनीसँग जोडेर म हेर्छु लुम्बिनीसँग यो ताललाई जोडियो भने, जस्तो अब 2टा ताल हामी जोड्छौँ, यो चाहिँ हाम्रो दानापुर ताल र चाहिँ हाम्रो यो गैडवा ताल। यो 2टा ताल भने के हो भने यो लुम्बिनीको गहना हो। अब यो ताल पनि हुनसक्छ,
यिनीहरूलाई जोडेर चाहिँ नि हामीले अनि त्यसपछि गएर यसलाई सुन्दर बनाउने हो क्या, हराभरा लुम्बिनी। अब सिँचाइ भन्नु भने यो डिप ट्युबवेल हुन्छ, यो डिप ट्युबवेल हुन्छ। किन हुन्छ भन्दाखेरि यो लुम्बिनी क्षेत्रलाई चाहिँ हराभरा बनाउनुको लागि यहाँको सम्पूर्ण जमिन 300 भन्दा बढी गाउँ छ, यो सम्पूर्ण खेतीयोग्य जमिनलाई सिँचाइको प्रबन्ध गरिनेछ, यो गरिनेछ। यसको लागि के हो भन्दाखेरि चाहिँ नि यो लुम्बिनी क्षेत्रलाई हराभरा बनाउनको लागि यहाँका चाहिँ नि 4-5वटा नदीहरू छ। एउटा कोठी नदी भयो, तेलार भयो, कञ्चन भयो अनि दानव भयो। यो 4वटा नदीमा हामी बाँध बाँध्छौँ र यो कञ्चन बाँध छ, यसलाई कम्प्लिट गर्ने हो। त्यस पछाडि गएर यहाँको सतह सिँचाइमा हाम्रो जोड रहन्छ। सतह सिँचाइ जहाँ हुँदैन त्यो ठाउँमा हामी चाहिँ डिप ट्युबवेलबाट जान्छौँ, बोरिङको प्रबन्ध गरेर जान्छौँ र सम्पूर्ण जमिनलाई सिँचाइ गरिनेछ। र अब यो कुरा केन्द्र सरकार प्रधानमन्त्रीसँग बसेर डायलग हुन्छ र उहाँलाई के भनिन्छ भन्दाखेरि चाहिँ यो लुम्बिनी क्षेत्रलाई हराभरा नगराइकन यो चाहिँ नि टुरिज्मको विकास हुन सकिन्न, टुरिज्म विकास गर्न सकिन्न। लुम्बिनीले नेपाललाई पाल्छ यदि हामीले सही ढङ्गले लुम्बिनीको उपयोग गर्न सकियो भने। अब अहिलेसम्म चाहिँ नि त्यसको उल्टो बाटो भन्नाले चाहिँ अब निर्वाहमुखी ढङ्गले चाहिँ काम भइरहेछ, यसरी चाहिँ हुँदैन। अब एक्स्ट्रा लुम्बिनीको त विकास गरौँ न, हामीले एउटा ठाउँको त विकास गरौँ। सगरमाथाको हाइट बढाउन सकिन्न, सबै पब्लिक सगरमाथा जान पनि सक्दैन। त्यस कारणले सगरमाथा भनेको विशेष भयो। यो भनेको एउटा चाहिँ नि संसारभरिका कम्तीमा पनि बुद्धिस्टहरूको एउटा तीर्थस्थल हो। यसलाई हामीले अलिकति विकास गऱ्यौँ भनेदेखि चाहिँ यो धेरै रोजगारी पनि सिर्जना गर्न सकिन्छ र अर्थतन्त्रको पनि विकास गर्ने एउटा आधार बन्छ। यो काम गरौँ भनेर प्रधानमन्त्रीसँग नेपाल सरकारसँग हामीले चाहिँ नि छलफल गर्नुपर्ने हुन्छ र त्यो कन्भिन्सिङ, त्यो लबिङ र त्यो एउटा खालको प्रेसरबाट चाहिँ नि हामीले यो ठाउँको विकास गर्न सकिन्छ। यसलाई हराभरा बनाउने भन्ने उद्देश्यको निम्ति चाहिँ नि यी सिँचाइका काम गर्न सकिन्छ भनेको मैले। र यहाँको चाहिँ नि यी सबै कामहरू हामीले गर्ने हो। विद्युतीकरणको पनि त्यही हो। अब पोलको अभाव भनेको छ, लुम्बिनीमा पोलको अभाव, लुम्बिनी क्षेत्रमा के को पोलको अभाव, यहाँ के को लो भोल्टेज, यहाँको के को चाहिँ यो लाइटनिङको, सडक लाइटनिङको यो समस्या होइन, यो सिसी क्यामेराको समस्या होइन, यो यथेष्ट प्रचुर मात्रामा यो हुनुपर्ने कुरा हो। यहाँ सेक्युरिटी, एउटा टुरिस्ट मऱ्यो भने सेक्युरिटी भएन भन्ने फिलिङ दुनियाँमा गयो भनेदेखि यहाँ को टुरिस्ट आउँछ? यहाँ यो सेक्युरिटीको लागि यहाँ त नयाँ पुलिस हामीले चाहिँ पर्यटनको प्रहरी राख्नुपर्ने हुन्छ, सिभिल ड्रेसमा प्रहरी हिँड्नु पऱ्यो। त्यस्तो ढङ्गले चाहिँ हामीले चाहिँ यो एउटा टुरिज्म सेन्टरको रूपमा विकास गर्नको लागि चाहिँ एउटा नयाँ र उच्च स्तरको एउटा डेभलपमेन्टको प्लानिङको आवश्यकता पर्छ। त्यो काममा हामी चाहिँ जान्छौँ र त्यसरी चाहिँ यो क्षेत्रलाई लैजाने हो। युवाहरूको समस्या पनि रोजगारी भनेको छ। युवाहरूको समस्या सम्बोधन गर्नका लागि पनि हाम्रो दुईटा मात्रै बाटो छ यहाँ। एउटा भनेको चाहिँ नि हामीले कृषिलाई व्यावसायिक बनाउने हो, दोस्रो भनेको टुरिज्मको विकास गर्ने हो। अब परम्परागत कृषिमा युवाहरू बस्दैन, यो हामी जे बेहोरेर आइयो नि, अब चाहिँ यो सकियो, हाम्रो च्याप्टर क्लोज भयो। अब परम्परागत कृषिमा नेपालको युवा युवतीहरू बस्दैन। अब के गर्ने त भन्दाखेरि व्यावसायिक कृषि भयो भने अलिकति बस्छ, अनि 5 स्टार होटेलहरू खोलियो, रिसोर्टहरू खोलियो भने त्यहाँ काम गर्न बस्छ। नभए अब परम्परागत कृषिमा अल्झेर युवाहरू बस्छ भने पनि अब बस्दैन। सबैको हातमा सूचना आयो। पहिला सूचना धनीबाबुका छोराछोरीमा मात्रै हुन्थ्यो, हेर्नु। अहिले चाहिँ नि सूचना सबैको हातमा छ, अनि जहाँ अवसर राम्रो पाउँछ त्यहाँ जान्छ। एउटा पार्टीगत हिसाबले नेतृत्वको साइडबाट हेर्दाखेरि के हो भने हामीले बाध्यात्मक रूपमा विदेश जाने कुरालाई रोक्ने हो। रहरले विदेश जाने कुरालाई अब संसारमा कसैले पनि रोक्न सक्दैन, संसार ओपन भइसक्यो। त्यसले गर्दाखेरि बाध्यात्मक रूपमा दुःखले रुँदै विदेश जान पर्ने स्थितिबाट त्यसबाट हामीले अन्त्य गर्ने हो। अरू कुरा चाहिँ नि अब यो अरू यो हुन्छ, यो ओपन सोसाइटी छ। अब चाहिँ नि यो युवा युवतीहरूलाई हामीले चाहिँ स्वदेशमै राख्ने भनेर जबरजस्ती गर्ने स्थिति चाहिँ बन्दैन। ल यही हिसाबले हामी जाने हो यो भिजनको साथमा। अब चाहिँ के हो भन्दाखेरि चाहिँ नि तपाईँहरूले के सम्झिनु होला भन्दाखेरि मेरो चाहिँ नि उम्मेदवारी भनेको यहाँको विकासको लागि हो, मेरो उम्मेदवारी यहाँको जनताको सेवाको लागि हो, मेरो उम्मेदवारी यहाँको चाहिँ नि जनताको जीवनमा परिवर्तन गर्नको लागि हो। यहाँ धेरै गरिबी छ, यो गरिबीबाट यो ठाउँलाई मुक्त गर्नको लागि मेरो उम्मेदवारी हो। म जनतालाई धनी बनाउनको लागि हो। कसरी भन्ने कुरा भयो भने यहाँ लामो व्याख्या हुन्छ, त्यो गर्न सकिन्छ, गर्नुपर्छ, त्यो बाटोमा हामी जाने नै हो। त्यस कारणले गर्दाखेरि विकास, जनसेवा र जनताको जीवनमा परिवर्तनको लागि मेरो उम्मेदवारी हो।
खिमलाल भट्टराई त्यस कारणले यहाँ उम्मेदवार भएको छ र तपाईँहरूले यो कुरालाई मनन गरेर विश्वास गरेर अनि तपाईँहरूले मलाई सूर्य चिन्हमा मतदान गरिदिनुहोस्। आज अरू नयाँ भन्ने साथीहरू, यो क्षेत्र चाहिँ नमुना क्षेत्र हो। यो संसारभरि नेपालको नाम नजान्नेहरूले पनि लुम्बिनीको नाम जान्दछ मान्छेले। यस्तो ठाउँमा चाहिँ हामी बसिरहेछौँ। यो क्षेत्र पछाडि पर्यो। यो क्षेत्रलाई अलिकति अगाडि लैजानु पर्यो। अलिकति अगाडि लैजानको लागि चाहिँ नि अब उम्मेदवारहरू यसो हेर्दाखेरि कसले यसको लिड गर्छ त? भिजन र मिसन चाहियो, कसले लिड गर्छ त? मैले हार्दाखेरि अर्को साथीले जित्दाखेरि यो हुन्थ्यो भने पनि केही फरक पर्दैन थियो। केही भन्छ म त नेतै त छु, एउटा पार्टीको नेतै छु। यो सांसद हुने बित्तिकै मेरो धेरै चाहिँ गरुङ्गो हुने कुरा पनि छैन। तर कुरा के हो भन्दाखेरि चाहिँ यो क्षेत्रलाई अलिकति चाहिँ हामीले अगाडि बढाउनको लागि एउटा भिजन र मिसनको आवश्यकता छ। त्यसको लागि मेरो उम्मेदवारी छ र अब यहाँको यो सबै जनताले मेरो भनाइ के छ भन्दाखेरि कुनै पार्टीको नेता र कार्यकर्ता हुनुहुन्छ भने पार्टी यो पटक यो क्षेत्रमा यहाँको जनताले चाहिँ सूर्य चिन्हमा मतदान गरिदिनुहोस्, नअल्मलिदिनुहोस् र सूर्य चिन्हमा मतदान गरेर मलाई जिताउनुहोस्। मलाई रहर छ एकपटक यो क्षेत्र चाहिँ यो क्षेत्रमा काम गर्ने मलाई रहर छ। यो क्षेत्रलाई अगाडि बढाउने रहर छ र यो क्षेत्रलाई एउटा स्थापित गर्ने रहर छ के लुम्बिनी क्षेत्र भन्ने बनाउने एउटा रहर छ। त्यस कारणले गर्दाखेरि यसमा तपाईँहरूको साथको आवश्यकता छ। तपाईँहरू निर्धक्क भएर भोट मागिदिनुहोस्। म तपाईँहरूसँग हाजिर हुन्छु। म यहीँ छु। म कहीँ चाहिँ कोही नेता आएन के भएन भन्ने छ नि, म तपाईँहरूलाई खोज्दै आउँछु। किनभने मलाई यहाँ काम गर्नु छ नि, मलाई अलिकति स्ट्राटेजिकल काम गर्नुपर्ने छ। त्यसो भएको हुनाले मलाई तपाईँहरूले खोज्नु पर्दैन, म तपाईँहरूलाई खोज्दै आउँछु। यी ठाउँहरू हेर्दै आउँछु म। त्यसो भएको हुनाले विश्वास गरेर यो पटक चाहिँ नि ढुक्क भएर मनमा अलिकति पनि कन्फ्युजन नपाल्नु होला, हुन्न कि भन्ने ढङ्गले सोच्दै नसोच्नु होला र तपाईँहरू ढुक्क भएर सूर्य चिन्हमा मत मागिदिनुहोस् र ढुक्क भएर तपाईँहरू जनताको बिचमा गइदिनुहोस्। खिमलाल भट्टराई भएर गइदिनुहोस्। तपाईँहरूको जिम्मा म लिन्छु। तपाईँहरूले जे बोल्नुहुन्छ त मेरो बोली हुन्छ र मैले तपाईँहरूको जिम्मा लिन्छु र ढुक्क भएर तपाईँहरू गइदिनुहोस्। सबै युवा साथीहरू पनि लागिदिनुहोस्। म जेनजी भन्छ नि, त्यो जेनजी भनेको पनि म यहाँको लागि जेनजीले जे आन्दोलनको माग उठाएको छ नि त्यो पुरा गर्ने मान्छे भनेको म हो। यो क्षेत्रमा अरूले पुरा गर्छ, म त कामै गर्छु। मैले घुस खान्न, म भ्रष्टाचार गर्दिनँ, म कमिसन खान्न। म निस्वार्थ सेवामा लागिरहेको छु। अहिलेसम्म म पावरमा नगएको होइन, म पावरमा थिएँ। म पावरमा एक हिसाबले भन्यो भने म पावरमा छु र म पावरमा थिएँ। तर मैले खाइनँ नि त, म घुस खाइनँ, म भ्रष्टाचार गरिनँ, म चाहिँ कमिसन खाइनँ भनेदेखि अभ्यासबाट पनि म यसरी आइरहेको छु। भोलिको दिनमा पनि म चाहिँ नि कुनै तपाईँहरूले यस्तो हाम्रो सांसद यस्तो भएछ भन्ने चाहिँ म बनाउन्न। एउटा ढुक्क एउटा सशक्त सांसदको रूपमा चाहिँ म उपस्थित हुन्छु र तपाईँहरूले यति विश्वास गरेर भोट चाहिँ मागिदिनु होला, जनताको बिचमा गइदिनु होला र अब फेरि पनि यहाँको चाहिँ परिवर्तनको लागि खिमलाल भट्टराईलाई जिताउने यो महाअभियानमा चाहिँ तपाईँहरू सरिक भइदिनु होला।